डाँडा भन्ने गोदावरी बनाइमा गेट हेरियो हिँड्ने हो भाइ हामी त। हेलो एन्ड गुड मर्निङ गाइज, दिस इज मी मार्समेल राइडर उमेश फ्रम काठमाडौँ बागबजार होइन। आज चाहिँ हामी चाहिँ ललितपुर जान लाग्यो। गोदावरी छ नि त एउटा मार्बल डाँडा भन्ने ठाउँ, त्यहाँसम्म हामी गएको छैन। हामी चारजना छौँ होइन। हामी चारजना चाहिँ आज गोदावरी जान्छौँ, ठ्याक्क मार्बल डाँडा जान्छौँ, भ्यू देखाउँछौँ होइन। यो भिडियो चाहिँ फन्टास्टिक हुन पनि सक्छ, नहुन पनि सक्छ, सबै हेरिदिनु होला होइन। मन परेमा लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला, च्यानल सब्सक्राइब गरिदिनु, भिडियोमा कमेन्ट हानिदिनु, सेयर हानिदिनु होइन। लगाइज अब सिधै बाटोमा भेटौँ ल गाइज। हेलो गाइज, आइपुग्यौँ बाटोमा होइन। ठ्याक्क लाएर हामी चाहिँ अहिले मर सबेन बसेछौँ होइन। अर्को बाइक चाहिँ आर्यन र उत्सव बसेछन् होइन। ठ्याक्कै यता रहन्छन् पहाडी छन् केटाहरू। अब हामी चाहिँ कता जाने भन्दा ललितपुर जाने हो होइन। ललितपुर अझसम्म हामी गएको छैनौँ होइन। त्यही भएर चाहिँ अब कहाँ गइन्छ कसरी गइन्छ थाहा छैन। ठ्याक्क यहाँ सुन्दाराबाट सिधै तल जाने भन्ने कुरा सुनेको थिएँ के अरे। ठिकै छ, यहीँबाट जाऊँ होइन। ठ्याक्क हामी यतैबाट गइन्छ गाइज। ठ्याक्क यहाँ सुन्दाराबाट सिधै तल गइन्छ, देखारे ललितपुर पुगिन्छ होला सायद, जहाँसम्म मलाई लाग्छ। सक्नुहुन्छ गाइज, व्हाइट टावर हाम्रो हो काठमाडौँ सुन्दारामा बसेको व्हाइट टावर हो कि यो चाहिँ। धरहरा होइन, व्हाइट टावर हो, व्हाइट टावर। इट इज नट अ धरहरा के, धरहरा त्रिपुरेश्वर। ल ठिक छ, गाह्रो छ गाइज, गाह्रो छ। हामी यस टाढा फुत्त छिराउने गर्ने मान्छे होइन। हामी त फेरि जान छिराइन्छ नि त हामी फेरि होइन। कुरा के कुरो, अरू त्यस्तो नेगेटिभ कुराहरू चाहिँ नसोचौँ गाइज होइन। हामीले तालपारे हाँटा त छिराइदिन्छु मैले भनेको, अलि मिलेन। ललितपुर जानु छ, सिधै हो हामी जाने होइन। हामी जाने सिधै हो गाइस, सिधै हो। लगाइज आज चाहिँ यता कोही आउँदै रहेछन् जस्तो छ, किनभने जतासुकै आमामा पुलिस र आर्मी बसे खान के ठाउँमा कोही आउलान् जस्तो छ के अरे। गाह्रो छ गाइज, गाह्रो छ। केटाहरू आइछन् कि आएनन् थाहा छैन होइन। अब हामी अगाडि हिँड्ने आहा। फाइनल्ली गाइज हामी चाहिँ यता ललितपुरको पहाडी रिङ रोडमा छौँ होइन। अब यहाँ चाहिँ थोरै अगाडि गएर राइड जाने होला सायद गोदावरी जानलाई। के छ कसो छ चाहिँ हामीले चाहिँ उस गर्छौँ के अरे, एकान्त कुनै रहेछ यो। एकान्त कुनाबाट थोरै अगाडि गएर राइड जाने हो कि गोदावरी जान लागि। हामी चाहिँ गोदावरी हो नि त जाने हो। सही हो गाइज, सही हो। गोदावरी वी आर कमिङ, चले केटाहरूलाई दियो अगाडि जाऊ न, अगाडि त जाऊ न, अगाडि लाऊ भन्ने होइन। तर फेरि अर्को बाटो गयो भने फेरि खुन्दै जानुपर्छ क्या, जाऊ छ। अलिअलि कमन सेन्स लाउँदै हिँड्ने हो क्या हामी त। अलिअलि कमन सेन्स लाउँदै हिँड्ने आफ्नो क्या यार। यताउति सोध्ने बुझ्ने हिँड्ने हो भने आफै आफ्नो ताला हिँड्ने अन्त हुँदै हुन्न नि यार। केटाहरू छिर्छन्, केटाहरू छिर्छन्। गोदावरी बनैमा राख्छु तिमीलाई मनैमा भन्ने ठाउँमा आउँदैछ गाइज होइन। ठ्याक्क त्यसमा नि टिकटक बनाउनु पर्छ, भिडियो बनाउनु पर्छ। मार्बल डाँडा गएर ठ्याक्क लाएर होइन। हामी ठ्याक्क लाएर हो क्या, हामी त सधैँ ठ्याक्क लाएर होइन। अच्छा ल गाइज, फाइनल्ली गोदावरी चाहिँ सुरु भयो। गोदावरी म्युनिसिपालिटी चाहिँ सुरु भइसकेको छ होइन। कति बेला मार्बल डाँडा पुगेला, कति बेला फोटो खिचेला, कति बेला भिडियो खिचेला भन्ने भइसक्यो। चलाउँदै झ्याउलाइसक्यो, आउँदै आउनुलाई यार। अब मार्बल डाँडा कुनो भन्दा त्यो कुनो थाहा छैन त्यो थाहा छैन सर, थाहा छैन। त्यो गरे त्यो मजा आया।
ल गाइज कहरे खोला आइयो गोदावरी बनाइमा भन्ने ठाउँ त बल्ल पो आइपुग्यो त गाइज। अब यहाँ चाहिँ सोध्नुपर्छ कता हो मार्बल डाँडा भन्ने होइन। म चाहिँ सोध्छु यसो दाइ यता मार्बल डाँडा कता हो? मार्बल डाँडा भन्ने ठाउँ छ नि यता यता भनेपछि यताबाट मान्छ नि। ए हुन्छ दाइ धन्यवाद। अब कताबाट जान्छन् भन्ने कुरो त हामीलाई थाहा छैन, तर हामी त अगाडि बढिराख्छौँ होइन त गाइज होइन कुरो। केटाहरू आएन न चाहिँ लगाएर हामी चाहिँ उतो डाँडो ऊ वहाँ हो मान्छेहरू हिँडिराखन् यता र उता गरिराखन् फोटो खिचिराखन् होइन। त्यहीमा हामी जाने जाम के छ र। जाम होला झरेर फोटो भिडियो खिचौँ एक्चुअली। फुल अफरोड रहेछ गाइज यहाँ चाहिँ होइन। ठिक छ अफरोड नहिँडेको पनि धेरै भएको थियो ठिकै छ। ल है गाइज आइयो हामी मार्बल डाँडा आइयो रे आइयो। एकचोटि दानी धोको थियो आइयो रे आइयो भन्ने बस्ने त भने अब क्या नि होइन। गाह्रो छ गाह्रो छ। ल गाइज आइपुग्यो हामी चाहिँ जसो तसो होइन। के हो यहाँ त डेटिङ आउने ठाउँ होला। हामी त केटा आइयो होइन। यही हो गाइज मार्बल के आफै बनाएको आफै हालेको हो कि आफै बनेको हो यो चाहिँ त्यो कुरा डाउट लाग्यो क्या मलाई चाहिँ यो हो। ए यस्तो फोर्काउन भन है गाइज ठाउँलाई त राम्रो बनाउनु पर्यो नि त। माथि जम्का लगाए अब यस्तो बाटो उक्लिन पर्छ। इट्स अ नर्मल गाइज होइन हामीलाई चाहिँ किनभने हामी त पाहाडमै बसेको नि त। हामीलाई यस्तो बाटो चाहिँ मतलब हुँदैन होइन। बाइक नै यहीँ आउनु रहेछ त खै फोहोर फाले 5,000 जरिवाना रे। यस्तो फोहोर छ कहाँ हुन्छ तरिका हो। आथे पुरै डाँडा डेटिङ बसिराखन् के देखाउने होइन। लगाइज हाम्रो चाहिँ अब अहिले चाहिँ अलिअलि फोटोसुट हुँदैछ होइन। ठ्याक्लाएर अलिअलि फोटोसुट भिडियो सुट हुन्छ होइन। अब त्यहाँ तलतिर गएर पनि खिच्नुपर्छ त्यहाँ गएर त नखिच्ने कुरै भएन झन् त्यसैको थम्बनेल राख्ने होला होइन। उसो भए ओइ कस्तो लाग्यो त्यो ठाउँ? ठाउँ ठिकै छ त्यस्तो राम्रो नि आएन। हो सही हो। ल हाम्रो सबैलाई कस्तो लाग्यो ठाउँ चाहिँ? ठाउँ चाहिँ यस्तो बवाल छ कि होइन। तर एउटा लास्ट हामीले गल्ती गरेछ त्यो गल्ती चाहिँ मैले भनिसकेको छु। त्यो गल्ती के हो भने चाहिँ यहाँ भनेको गर्लफ्रेन्ड र बोयफ्रेन्डहरू भेट्ने ठाउँ रहेछ कि जताततै हेर उता पनि ऊ छन् उता पनि ऊ छन्। हामी चाहिँ केटा लिएर आएको हामी चाहिँ हेरेको हेरे ऊ त्यहाँ हेर न ऊ त्यहाँ यसो गरौँ सबै किस खाऊ नदेखाउँ भयो। तर के अरे सुन एउटा कुरा के हो भने होइन म के भन्न चाहन्छु भने त्यो सुन म एउटा कुरा के भन्न चाहन्छु भने ऊ त्यता कुनातिर जानुपर्छ होइन। बेलुनहरू थुप्रो पाइन्छ होला कि मासाले यहाँ त फोहोर छ यहाँ। ठाउँ चाहिँ राम्रै छ गाइज होइन यहाँ चाहिँ। तर यिनीहरू दुइटालाई केटी बनाएर लिएर आउनु पर्ने हामी होइन हो कि होइन। हामी यिनीहरू दुइटालाई केटी बनाएर लिएर आउनु पर्ने हो बल्ल डेटिङ आउन पाइन्छ होइन। गल्ती गरिन्छ कि आर्यन ओए तिमी त जान्छौ तल र आर्यन त तल जान्छ नि त पार्दै खान नाटक पार्दै खान यहाँ चाहिँ आर्यन डाँगाले होइन। रुको जरा सबर करो।
कस्तो भयो मजा आयो चाकमा चोट लाग्यो यार चाकमा ल्याइदिउँ तिम्रो लगायत फाइनल्ली होइन हाम्रो चाहिँ भिडियो सुट फोटोसुटहरू सबै भयो मार्बल डाँडा पहिलोचोटि आएको जे होस् इन्ट्रेस्टिङै लाग्यो होइन पहिलोचोटि जे आए पनि इन्ट्रेस्टिङै हुन्छ क्या होइन पहिलोचोटि तर मलाई एकदम तर यहाँको चाहिँ फोहोरको कुरा हो होइन यहाँको चाहिँ फोहोर चाहिँ व्यवस्थापन गर्न सक्नु पर्यो कि मेन इस्यु भनेको यहाँ फोहोर आयो है किनभने माथि लेखेको छ फोहोर फाल्नेलाई 5000 जरिवाना होइन तर त्यसको केही मतलबै छैन कि त्यो लेखेको यस्तो फोहोर छ यहाँ होइन पानीको बोतल चाउचाका खोल सब जङ्क फुडका खोल छन् होइन अब अरू त के नै भनौँ होइन अब यो चाहिँ व्यवस्थापन चाहिँ गरिदिनु पर्यो है अब आफै हो खास व्यवस्थापन गरिदिने सक्छौ भने फोहोर कि सक्छौ भने सफा गर होइन सक्दैन भने फोहोर पनि नगर कि सबैजनालाई त्यही भन्न चाहन्छु होइन मलाई लास्टै नमजा लाग्यो होइन फोहोर देखेर मलाई आउने झ्याप्पै त्यो फोहोरमै गयो कि मेरो नगर अनि त्यही हो केटा होइन त्यही हो गाइज हामीलाई नमजा लागेको भन्ने अरू चाहिँ राम्रै लाग्यो फोटोसुट भयो भिडियो सुट भयो सिनहरू भयो होइन सबै देख्न सक्नुहुन्छ हाम्रो भिडियोमा होइन अरू केही भन्न पनि छैन गाइज ल यति नै हो भिडियो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ गाइज होइन हामी चाहिँ 4 जना तिनी जान्छन् कि आज तिनी दुइटै जान्छन् केटाहरू लास्ट हँसाइदिएर आएन केटाहरूले होइन अब चाहिँ हामी चाहिँ निस्किन्छौँ गाइज अब बाटोमा केही राम्रो कुरो भयो भने भेटिन्छौँ नभए चाहिँ तिम्रो बाइक उड्छ क्या पहाडी बस्ने भने इजी उड्छ क्या तिम्रो बाइक चाहिँ त्यो चाहिँ सजिलो ल गाइज अब सिधै बाटोमा भेटौँला है त गाह्रो छ साइको भएछन् केटाहरू यार केटाहरू चाहिँ कहाँ गएर मुन्टे लानु भन्ने डर यार लगाइज होइन हामी चाहिँ कता रे राष्ट्रिय के अरे गोदावरीको पार्कमा होइन गोदावरीको पार्क छ अरे यता गाइज होइन ए 1.5 जम्मा 1.5 किलोमिटर मात्र रहेछ धेरै रहन्छ होइन 1.5 किलोमिटर त के नजाने त्यहाँ 1.5 किलोमिटर जाऊँ न यार के छ र होइन यता सबै घुम्ने ठाउँ यतै रहेछ के किनभने तिम्रो म्याक्सिमम मान्छे हेर न कति चिल पाएर हिँडिरहेन होइन तर यो अलि धुलो भयो धुलो भएन भने त घुम्ने त यहाँ चिल छ किनभने हरियाली छ नि त हरियाली गर्दा अक्सिजन पनि राम्रो पाइन्छ होइन तर काठमाडौँमा अक्सिजन राम्रो पाइएला भनेर म बताउँदिनँ एउटा कुरो त होइन त आमामा एयर क्वालिटी इन्डेक्स हेर्नु होइन जति बेला पनि काठमाडौँको एयर क्वालिटी इन्डेक्स भनेको डेन्जरसै हुन्छ क्या एनी टाइम के अनि के काम यार मजा आएन नि त्यस्तरी देखाएँ कति महँगो बसायो यार मिठो बसायो महँगो बसायो यार लगाइ यता रहेछ लेफ्ट साइडमा 100 मिटर मात्र रहेछ धेरै रहेनछ होइन हेरौँ अब के कस्तो छ ए 100 मिटर ए यो त भ्यू रेस्टुरेन्ट पो रहेछ मैले त कस्तो गार्डन भनिदिएर आएँ रेस्टुरेन्ट त यति राम्रो हो यार मलाई त पार्क होइन खुल्दुली भयो नि त यार होइन
अब टिकट काटेर जाने उस्तै होला क्या बाहिर गेट हेर्ने जान्छ होला नि हामी गाइज गेट हेर्न आएको फर्क्यौँ होइन गेट हेर्न आएको हामी गाइज गेट सेट हेरियो होइन गेट हेरियो हिँड्ने हो भाइ हामी त हामी गाइज के भने होइन अब यस्तो अब पैसा नभएको होइन कि होइन पैसा नभएको होइन क्या हामीसित जब एउटा मोबाइल छ 50,000 को गोप्रो छ 10,000 को एडाप्टर छ होइन 3 लाख को बाइक छ अनि यो पैसा नभएको भन्न मिल्दैन के जस्ट खोल्टिया पो छैन होइन हामीसित क्यास छैन हामीसित मोबाइल ब्याङ्किङ जति भन्यो त्यति छ तर त्यहाँ अनलाइन सिस्टम रहन्छ के त्यही भएर हामी चाहिँ यत्तिकै फर्किनु परेको अवस्था पऱ्यो होइन एटिएम नै रहन्छ त्यहाँ अब चिया खाने पैसा चाहिँ छ होइन तर त्यहीले चिया खाइन्छ ठक्क लाएर अनि चाहिँ हामी लागिन्छ यहाँ बस्ने ठाउँ छ कि छैन बस्ने ठाउँ रहेन चाहिँ हामी यहाँ बसिँदैन क्या अब यस्तो यो केटारी भएको ठाउँमा त के खेल्न जानु आफ्नो केटारी भयो पो लएर जानु होइन अब यत्तिकै हिँड्ने हामी हुन त आर्यन केटारी छँदै थियो क्या तर आर्यन केटारीलाई त के लैजानु त नि होइन गाह्रो छ गाई जतासुकै चियाको ठेला रहेछ हामी चाहिँ अब एक ठाउँमा चिया खान बस्छौँ होइन अनि भेटौँला है त गाइस लगाइज हामीले चाहिँ मिठो चिया खाने ठाउँ पाइयो होइन अब ठ्याक्क लगाएर हामीले चिया खान्छौँ के खाने हो सबिन चिया खाने हो कि चिरिप्पा खाने हो हो लगाइज हामी चिया खाने त्यसपछि लाग्ने होइन आर्यन तिमी हो घर धनीमानी मान्छे अब के छ के खुवाउने हो तिमीले के खाने हो केटाहरू के जे खाऊ मन लाग्यो आज त बाइक उडाएको चाकमा चोट लागेछ जे खाऊ यार उसको धनी मान्छे सबैले त सेन्टर फ्रुट खुवाउँछु भने चाहिँ होइन हामी यहाँ 4 जना मध्ये सबभन्दा धनी यिनी जसमध्ये यिनले चाहिँ सेन्टर फ्रुट खुवाउने छन् हामीलाई त्यही भने चबाएर भए पनि हामी होस्टेल पुगिन्छ हामी चाहिँ अब ठ्याक्क लाएर सेन्टर फ्रुट खान्छौँ त्यसपछि जान्छौँ ए चिया पनि खुवाउनु रहेछ भनेपछि त धेरै धनी रहेछ गाह्रो छ गाइस गाह्रो छ लगाइज भिडियो चाहिँ ठ्याक्क लाएर भिडियो चाहिँ अब यही अन्त्य गरिदिन्छु होइन अब किनभने अब बाटो त आउने बेला देखिसक्नु भएको त्यो बाटो मात्र के हेर्नुहुन्छ त नि होइन अब गफकाप भन्ने कुरो हुँदै गर्छ गाइस होइन हुँदै गर्छ नि गफकाप चाहिँ होइन त्यही हो गाइस गफकाप हुँदै गर्छ अर्को भिडियोमा भेटौँला हामी टाटा बाई बाई